हेर्नुहोस् है त मैले टमाटर चाहिँ यसरी टिप्दैछु। अहिले चाहिँ यसको सिजन हिजो अस्ति भर्खर थियो। मैले यो रेकर्ड गरेको धेरै टाइम भइसक्यो होइन। अनि यो सिजनमा चाहिँ तपाईँको टमाटर एकदम सस्तो पनि हुन्छ। फेरि यो टमाटर चाहिँ यहाँनिर हाम्रोमा फलेको थियो होइन। अनि यस्तो टमाटर चाहिँ अब खान त खाइन्छ, अनि जति मन परे पनि धेरै खान त सकिँदैन। अनि त्यसलाई स्टोर गरेर कसरी राख्ने भनेर चाहिँ मैले एउटा इन्फर्मेटिभ भिडियो अनि तपाईँहरूलाई चाहिने खालको भिडियो बनाएको छु। अनि यो चाहिँ यसरी यो बोट चाहिँ हेर्नु न कस्तो देखिँदैन क्या, फलेको बोटै मात्रै देखिन्छ, तर भित्र कस्तो धेरै फलेको छ। मैले यहाँ कति धेरै कलेक्ट गरेको छु। अनि यति धेरै चाहिँ खान सकिँदैन होइन। अनि त्यही भएर मैले चाहिँ यसलाई सुकाएर अनि पछिसम्मलाई राख्ने भनेर चाहिँ मैले यसरी टिप्दैछु। अनि यसरी मजाले तपाईँहरूले टिप्न सक्नुहुन्छ मलाई। अनि यसरी टिप्दैछु मैले। अनि कस्तो राम्रो रातो फलेको छ है त। अनि मैले यति कलेक्ट गरिसकेँ। अनि अझै पनि मैले गरेको छु, त्यो चाहिँ अब अहिले देख्न सक्नुहुन्छ। अनि यो चाहिँ पछिसम्मलाई हुन्छ क्या, तपाईँले हेर्नुहोस् कराईभरि प्लस यो एउटा बास्केट, सानो प्लास्टिकको बास्केट छ, त्यसमा पनि मैले कलेक्ट गरेको छु। यो चाहिँ 2-2.5 झन्डै 3 केजी जस्तो होला। अनि हेर्नुहोस् मैले पखालेर ल्याएको छु। अनि यसरी पखालेर ल्याउनुहोस् है त, फोहोरहरू हुन्छ कि, अनि मजाले त्यो देख्न सकिन्छ पखाल्दा पनि। अनि हेर्नुहोस् कस्तो मजाले पाकेको छ, कस्तो ठुल्ठुलो पनि छ, सानो पनि छ होइन, कस्तो राम्रो छ। अनि यसलाई तपाईँले 2 तरिकाले काट्न सक्नुहुन्छ। अनि मैले चाहिँ एक तरिकाले काटेर देखाएको छु। अनि तपाईँहरूले जुनै तरिकाले पनि काट्न सक्नुहुन्छ। जे होस् यो चाहिँ अलिक पातलो हुनुपर्छ। अनि काट्न सकिने हुनुपर्छ। धेरै काट्यो भने पनि त्यो यो चुसी छ नि त, पुरा रस छ यसमा पुरा, अनि गाह्रो हुन्छ क्या। हेर्नुहोस् कस्तो राम्रो छ, जुसी, एकदमै धेरै रस भएको, पानी पुरा बग्छ कि। यसलाई धेरै पाक्लो धेरै पातलो होइन, ठिक्कको बनाउनुहोस्। मान्छेहरूले चाहिँ पकाएर पनि स्टोर गर्छ होइन, त्यो पनि ठिकै छ, तर त्यो धेरै टाइमको लागि हुँदैन, 2-3 महिनाको लागि हुन्छ। अनि तर यसरी राख्नुभयो भने चाहिँ तपाईँहरूले वर्षभरिलाई हुन्छ। हेर्नुहोस् मैले कस्तो मजाले 2 नाङ्लो भएको छ होइन। यो नाङ्लो भए चाहिँ पुरा मैले बाक्लो तरिकाले राखेको छु क्या। अनि यहाँ भिडियोमा देख्दा चाहिँ अलिक पातलो देखिए पनि यो चाहिँ बाक्लो ठाउँै नहुने गरी मजाले। यहाँ हेर्नुहोस् है, यो एउटा तरिका हो। दोस्रो चाहिँ त्यो फाल्टै 2 तरिकाले मैले काटेको छु। अनि यहाँ हेर्नुहोस् न कस्तो मजाले सुकेको छ। तपाईँले लगातार राम्रो घाम आउने ठाउँमा चाहिँ सुकाउनु भयो भने चाहिँ मजाले सुक्छ है त। यसलाई चाहिँ मजाले सुकाउनुपर्छ, अलिक आवाज सँगसँगै आओस् होइन। यो पनि आवाज आइरहेको छ यहाँनिर कस्तो राम्ररी। अनि यो बट्टामा मैले चाहिँ स्टोर गरेर राखेको छु। तपाईँले चाहिँ यतिकै पनि राख्न सक्नुहुन्छ, तर मैले चाहिँ यहाँ मिक्सरमा चाहिँ पिसेर यतिको धेरै उयो धुलो हुने गरी होइन, ठिक्क पिसेको छु। अनि यसरी तपाईँले तरकारीमा अथवा भिजाएर अचार खान सक्नुहुन्छ। कस्तो राम्रो हुन्छ है त। हेर्नुहोस् तपाईँले पनि यसरी नै गर्नुहोला। हवस् त, धन्यवाद।